नमस्ते अनि वेलकम ब्याक टु नेपाल लोयर ट्युटोरियल सिरिज केस म्यानेजमेन्ट पार्ट 2। आजको भिडियोमा हामी हजुरहरूलाई क्लाइन्ट इन्टेक फर्म कसरी भरिन्छ भनेर देखाउँछौँ। क्लाइन्ट इन्टेक फर्म भनेको चाहिँ क्लाइन्टहरूको लिगल म्याटरलाई फुल केस फेजमा जानुभन्दा अगाडि नै हामीले क्लाइन्टसँग लिने इनिसियल डिटेलहरू रेकर्ड गर्ने सिस्टमलाई हामी क्लाइन्ट इन्टेक फर्म भन्छौँ। सो ढिला नगरी लेट्स गेट टु द स्क्रिन। ओके, लगइन गरेर लयरको ड्यासबोर्डमा आएपछि तल केस म्यानेजमेन्टको क्लाइन्ट इन्टेक फर्म सेक्सनमा हजुरले क्लिक गर्नुहोस्। सो क्लाइन्ट इन्टेक फर्ममा क्लिक गर्ने बित्तिकै हजुरले यहाँ एड न्यू भनेर बटन देख्न सक्नुहुन्छ। सो एड न्यू बटनमा क्लिक गर्नुहोस्। सो एड न्यू बटनमा क्लिक गरेपछि हामीले क्लाइन्ट इन्टेक फर्म देख्न सक्छौँ। सो हामी अब केस नेमबाट सुरु गर्छौँ। सो यो केस नेम भनेको चाहिँ हजुरहरूको एउटा क्लाइन्टको इन्टर्नल लेभल जस्तै, ठिक छ, जसले गर्दा हजुरलाई चाहिँ के को केस हो भनेर हजुरलाई ठ्याक्क सम्झिन सजिलो हुन्छ। सो यसमा चाहिँ हामी नाम जस्तो कि क्लाइन्टको फर्स्ट नेम र क्लाइन्टको के हो केस त्यो राखेर एउटा नेम क्रिएट गर्छौँ, ठिक छ। सो यो केसमा चाहिँ अब अहिले हाम्रो अनिता देवी राई भनेर हामीले एउटा क्लाइन्ट हिजो बनाएको थियौँ जसको चाहिँ इनहेरिटेन्स प्रपर्टी डिस्प्युट थियो, ठिक छ। सो उहाँको चाहिँ अब मानौँ उहाँकै आफ्नै भेनाजुले मानव भेनाजुको नाम चाहिँ विकास थापा। सो उहाँले चाहिँ उहाँको कन्सर्ट बिना, उहाँको नलेज बिना नै कुनै थर्ड पार्टीलाई एकजनालाई चाहिँ उहाँको एन्सेस्ट्रियल प्रपर्टी सेल गरिदिनु भयो। ओके, तर अनिता देवीसँग चाहिँ उहाँसँग सबै लाल पूर्जा र ट्याक्स रिसिप्टहरू सबै उहाँसँग एभिडेन्स, सोलिड एभिडेन्स छ, ठिक छ। सो त्यसरी नै अब हामी क्लाइन्ट केस नेम राखौँ। यो चाहिँ हाम्रो केसको एउटा बेसिक ओभरभ्यू भयो। सो केस नेम चाहिँ म यसमा अनिता भर्सेस विकास फलोड बाई प्रपर्टी इनहेरिटेन्स डिस्प्युट। सो यो चाहिँ म मेरो क्लाइन्टको केसको नाम राख्छु, ठिक छ। अब यो केसको नामले चाहिँ मलाई अनिता र विकासको प्रपर्टी इनहेरिटेन्स डिस्प्युट केस हो भनेर याद गर्न सजिलो हो। सो अब यो प्रपर्टी इनहेरिटेन्स डिस्प्युट अब केस एक्टमा कुन ल अन्तर्गत अथवा कुन एक्ट अन्तर्गत नेपालको कानुनको हिसाबले पर्छ हामीले चाहिँ त्यो यहाँ मेन्सन गर्न पर्ने हुन्छ, ठिक छ। सो यो प्रपर्टी इनहेरिटेन्सको केस चाहिँ मुलुकी सिभिल कोड 2074 अन्तर्गत पर्छ, ठिक छ। 74 अन्तर्गत पर्छ। सो केस एक्ट हामीले यसरी मेन्सन गरेर राखिदिन्छौँ। त्यसै गरी हाम्रो क्याटेगोरी भन्ने सेक्सन हजुरले देख्न सक्नुहुन्छ। सो क्याटेगोरीमा अब यो केस कुन लभित्र पर्छ भनेर हामीले क्याटेगोरी चुज गर्न पर्ने हुन्छ। सो यो चाहिँ हाम्रो सिभिल लभित्र नै पर्छ, ठिक छ। सो सिभिल लभित्रको प्र्याक्टिस एरिया यो चाहिँ हाम्रो प्रपर्टी इनहेरिटेन्स केस हो। सो प्र्याक्टिस एरिया डेफिनेटली प्रपर्टी इनहेरिटेन्समै पर्छ, ठिक छ। सो अब क्लाइन्ट आएपछि हजुरले यहाँ सेलेक्ट एन्ड क्लाइन्ट भनेर देख्न सक्नुहुन्छ, ठिक छ। सो यसमा ड्रपडाउनमा हजुरले क्लिक गर्नुभयो भने सो लास्ट भिडियोमा हामीले अनिता देवी राई क्लाइन्ट एड गरेको थियौँ केस म्यानेजमेन्ट सिस्टमको हामीले फर्स्ट भिडियोमा, ठिक छ। सो हामीले त्यही क्लाइन्ट चुज गर्छौँ यहाँ अनिता देवी राई। सो अनिता देवी राई चाहिँ प्लान्टिफ हुनुहुन्छ जसले मुद्दा चलाइराख्नु भएको छ र विकास थापा चाहिँ डिफेन्डेन्ट हुनुहुन्छ जसले आफूमाथि मुद्दा परेको छ, ठिक छ। सो केस नोट, अब यो केस नोट भन्ने चाहिँ एकदमै इम्पोर्टेन्ट सेक्सन हो, ठिक छ। अब यो केस नोटमा चाहिँ हजुरले एउटा ब्रिफ डिस्क्रिप्सन राख्नुपर्छ यो लिगल म्याटरको, ठिक छ। क्लाइन्ट चाहिँ हजुरसँग किन आउनुभयो होइन, अब क्लाइन्टको यो केसको ब्याकग्राउन्ड के छ, अनि यो इम्पोर्टेन्ट इनिसियल डिटेल्सहरू चाहिँ केसको सुरु हुनुभन्दा अगाडि लयरलाई थाहा हुनुपर्ने केसको डिटेल्सहरू चाहिँ हजुरले यहाँ केस नोटमा राख्न सक्नुहुन्छ। जस्तै अब मेरो चाहिँ क्लाइन्टको एन्सेस्ट्रियल प्रपर्टी इनहेरिटेन्स डिस्प्युट हो, ठिक छ। सो त्यसरी नै म चाहिँ यहाँनिर एउटा केस नोट हालिदिन्छु। सो केस नोटमा क्लाइन्ट डिस्प्युट मेरो चाहिँ हजुरले यहाँ देख्न सक्नुहुन्छ क्लाइन्ट डिस्प्युट्स इनहेरिटेन्स अफ एन्सेस्ट्रियल प्रपर्टी कहाँनिर पोखरा 6 कास्कीमा, ठिक छ। उहाँको ब्रदर इन ल विकास थापाले चाहिँ 4 रोपनी ल्यान्ड थर्ड पार्टीलाई विदाउट कन्सेन्ट राइटफुल एयर गरेर बेचिदिनु भएको छ, ठिक छ। अब क्लाइन्टसँग चाहिँ हाम्रो लाल पूर्जा र ट्याक्स रिसिप्ट एउटा सपोर्टिङ एभिडेन्सको रूपमा छ। सो यो चाहिँ मेरो एउटा बेसिक केस डिटेल्स भयो,
ठिक छ। र हामीले तल आएर हेर्दाखेरि हाम्रो यहाँ इज केस रेजिस्टर्ड भनेर देख्न सक्नुहुन्छ। सो यो चाहिँ अब हजुरको केस रेजिस्टर भएछ भने हजुरले यसमा क्लिक गर्नुहोस्। यदि हजुरको केस रेजिस्टर भएको छैन, अब हामीले चाहिँ केस मुद्दा चलाउने हो भनेपछि यसमा चाहिँ एज इट इज ब्ल्याङ्क छोडिँदा हुन्छ। सो अहिलेको कन्टेक्स्टमा चाहिँ यो कन्टेक्स्टमा चाहिँ हाम्रो केस रेजिस्टर भइसकेको छ। ठिक छ। सो यसमा म यस क्लिक गर्छु र यो केस चाहिँ अब कास्की जिल्लामा चलिरहेको छ भनेपछि हाम्रो कास्की डिस्ट्रिक्ट कोर्टमा चाहिँ यो मुद्दा चलिरहेको छ। ठिक छ। अब यहाँनिर हजुरको कन्ट्याक्ट एनदर लयर अबाउट दिस म्याटर भनेर देख्न सक्नुहुन्छ। सो कन्ट्याक्ट एनदर लयर अबाउट दिस म्याटर भनेको चाहिँ क्लाइन्टले हजुरसँग कन्सल्टेसन, अब मसँग कन्सल्टेसन लिनुभन्दा अगाडि, मसँग केस चलाउनुभन्दा अगाडि कुनै अरू लयरहरूसँग कन्सल्ट गर्नुभएको छ भनेर चाहिँ यो क्वेसन सोधेको हो। ठिक छ। सो क्लाइन्टले चाहिँ अब मानौँ कुनै लयर एबिसीसँग उहाँले पहिल्यै कन्सल्ट गरिसक्नु भएको छ। ठिक छ। तर उहाँको चाहिँ फी धेरै भएको कारणले गर्दा उहाँलाई छोडेर अब मसँग आउनुभयो। ठिक छ। सो यसमा चाहिँ म यस गर्छु अनि र मानौँ प्रिभियसली कन्ट्याक्ट एडभोकेट मिस्टर यसपालि यसको लागि नाम हेमराज पौडेल। ओके। सो यो चाहिँ जस्ट मैले ऱ्यान्डम नाम हालेको हो। उहाँ चाहिँ अब रियल एडभोकेट पनि हुनु नहोला सायद। सो यो चाहिँ ऱ्यान्डम नाम हालेर मैले अहिले गरिरहेको छु। अब उहाँले चाहिँ मानौँ जनवरी 2026मा चाहिँ केस उहाँसँग जानुभएको थियो, तर उहाँले चाहिँ गर्न सक्नु भएन। ओके। सो किन गर्न सक्नु भएन? कुड नट प्रोसिड बिकज अफ हाई फिज। ओके। और हाई लिगल फिज भनेर चाहिँ हामीले यसरी रिजन यहाँ चाहिँ हाल्न सक्छौँ। ठिक छ। अब यो मेरो चाहिँ मानौँ इज दिस म्याटर करेन्टली इन लिटिगेसन भनेर छ। अब यो चाहिँ करेन्टली मुद्दा चलिरहेको छ भनेर क्वेसन सोध्नु भएको छ यहाँ। ठिक छ। अब यसमा चाहिँ हामी सो डिस्ट्रिक्ट कोर्टमा केस रेजिस्टर्ड छ र मुद्दा चलिरहेको छ। ओके। सो अब यसमा चाहिँ यदि मुद्दा चलिरहेको छ भने हजुरले चाहिँ यहाँनिर अब प्लिज सेलेक्ट अल पार्टिज टु ल सुट भनेको चाहिँ अब यहाँनिर को पार्टी चाहिँ इन्भल्भ हुनु भएको छ यो मुद्दामा भनेर सोधिराख्नु भएको छ। ठिक छ। सो यसमा सबैभन्दा पहिला त हाम्रो क्लाइन्टै हुनुभयो अनिता देवी राई होइन, जुन चाहिँ अहिले प्लेन्टिफ हुनुहुन्छ हाम्रो। ठिक छ। सो त्यसपछि अर्को डिफेन्डेन्ट भनेको हाम्रो विकास थापा। ठिक हो। विकास थापा उहाँ चाहिँ डिफेन्डेन्ट हुनुहुन्छ अहिले। र अब थर्ड पार्टी जसलाई चाहिँ उहाँले ल्यान्ड बेच्नुभयो उहाँ पनि थर्ड पार्टी रेस्पोन्डेन्ट भनेर हामीले हाल्न पर्ने हुन्छ अथवा नहाल्न पनि हुन्छ। त्यो चाहिँ आफ्नो चोइसको हिसाबले हो। तर अहिले चाहिँ मानौँ विकास थापाले चाहिँ ल्यान्ड रेभेन्यू अफिस होइन, सो ल्यान्ड रेभेन्यू अफिस कास्कीकोमा ल्यान्ड रेभेन्यू अफिसमा चाहिँ उहाँले सेल गरिदिनु भएछ भने थर्ड पार्टी चाहिँ म अहिलेको लागि ल्यान्ड रेभेन्यू अफिस कास्की भनेर राखिदिन्छु र उहाँ चाहिँ हाम्रो थर्ड पार्टी रेस्पोन्डेन्ट। ठिक छ। सो यो चाहिँ हाम्रो यति तिनजनाको चाहिँ केस अहिले चलिरहेको छ। सो इज देयर पोसिबल लिटिगेसन इन द फ्युचर भनेर सोधिरहेको छ। सो यो चाहिँ यदि फ्युचरमा अझै मुद्दा चल्न सक्छ भनेर भनिन्छ। सो यो चाहिँ यस होइन, फ्युचरमा चाहिँ हुनसक्छ। सो यति सबै इन्फर्मेसनहरू फिलअप गरेपछि हजुरले यहाँ सेभ गर्नुहोस् र सेभ गरेपछि हाम्रो चाहिँ क्लाइन्ट इन्टेक फर्म एड भइसकेको छ। ग्रेट जब। सो हामीले नेपाल लयर सिस्टममा सक्सेसफुल्ली क्लाइन्ट इन्टेक फर्म एड गरेका छौँ। सो यसरी नै हामीले क्लाइन्ट इन्टेक फर्महरू चाहिँ एड गर्न सक्छौँ अरू क्लाइन्टहरूको लागि पनि। सो क्लाइन्ट इन्टेक फर्म चाहिँ एउटा एकदमै पावरफुल फिचर हो जसले राइट टाइममा राइट क्लाइन्ट इन्फर्मेसनहरू हामीलाई चाहिँ रेकर्ड गरेर क्याप्चर गर्न मद्दत गर्छ। सो आजको भिडियोमा यति नै। सो नेक्स्ट भिडियोमा हामी कुरा गर्छौँ लयर डेटाबेसको। सो सी यू देयर। नमस्ते।